आज ती कर्णालीका सांसदहरूको आज यसमा छलफल गरिनुपर्छ कि पर्दैन? छलफल गरिनुपर्ने यदि आवश्यकता ठानिँदैन भने तपाईहरु चाहिँ कर्णालीमा म अहिले पनि भन्न चाहन्छु माननीय मन्त्रीज्यूलाई सभामुख मार्फत एकछिन कर्णाली घुमाउन जाउँ न, एकछिन सडकमा घुमाउँ, एकछिन सुर्खेतबाट गाडी चढेर मुगुसम्म पुगौँ, सुर्खेतबाट गाडी चढेर हुम्लासम्म पुगौँ, सुर्खेतबाट गाडी चढेर डोल्पासम्म पुगौँ, सल्यान पुगौँ, आज रुकुम पश्चिम पुगौँ, जाजरकोट पुगौँ न एकछिन। थाहा हुन्छ तपाईँलाई त्यहाँको बाटोको अवस्था के छ। हामीले तपाईँहरूसँग भिख मागेको होइन, यो कुरा बुझ्नु होला। भिख मागेको होइन, अधिकार हो, खोसेर लिन्छौँ। सडकमा आन्दोलन हुन्छ र संसदमा पनि आन्दोलन हुन्छ। यो हिसाबले अगाडि बढौँ, एक्लै भए पनि खडा हुन्छौँ। यसरी आज तपाईँको हेप्न पाइन्छ। सम्माननीय सभामुख महोदय, आज यो सभालाई साँची राखेर भन्दैछु, सभामुखलाई साँची राखेर भन्दैछु, हाम्रो अभिभावक सभामुख हुनुहुन्छ। यत्रो संसद र यो देशले हेरेको छ। आज कर्णालीको एकछिन, आज कर्णालीका 10 वटा जिल्लामा 7 अर्ब 36 करोड 48 लाख 14 हजार रुपियाँ भौतिक पूर्वाधार मन्त्रालयबाट छुट्याइएको छ भने स्वयं माननीय भौतिक तथा पूर्वाधार मन्त्रीज्यूको श्रीमती र उहाँको निर्वाचन क्षेत्रमा मात्रै गरेर त्यो धनुषा जिल्लामा 8 अर्ब 77 करोड 4 लाख रुपियाँ छुट्याइएको छ। यो कस्तो विभेद हो? यो कहाँको विभेद हो? के यो बजेट र यो पैसा कसैको बाउबाजेको सम्पत्ति बेचेर आएको हो? यदि हो भने मेरो विरोध रहन्न। यदि देश र जनताको करबाट उठेको कुरा हो भने आज यसमा विरोध रहनुपर्छ। को कांग्रेस, को एमाले, को माओवादी, को रापरपा, को रासपा होइन, कुरा भेगिए नाताको उठ्यो यहाँ। आज हामीलाई अवशिष्ट गर्न पाइन्छ? पाइँदैन। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदयज्यू, म एउटा सभामुखज्यूलाई जानकारी गराउन चाहन्छु। आज अभिभावक सम्झेर कर्णालीका रुँदै गरेका आँसु जसरी कर्णाली बग्दै आज भारतसँग मिसिन्छ, आज तपाईको हिन्द महासागरमा मिसिन्छ, आज त्यसै गरी रुँदै गरेका आँखाका आँसुबाट म सभामुखलाई साँची राखेर भन्दैछु। कर्णालीमा अहिले पनि म तपाईँलाई कर्णालीका 10 वटा जिल्लामा 27,994 वर्ग किलोमिटर छ कर्णाली भने झापा र धनुषा जम्मा 2796 वर्ग किलोमिटर छ। कर्णालीमा 12 वटा निर्वाचन क्षेत्र छन्। झापा र तपाईको धनुषा गरेर तपाईको जम्मा 9 वटा निर्वाचन क्षेत्र छन्। त्यति मात्र होइन सम्माननीय सभामुख महोदय, आज यो देशको टोटल भूभागको 18.17% भूभाग कर्णालीले ओगट्छ। तर आज एउटा जिल्लाको बजेट भन्दा माननीय मन्त्रीज्यूको धनुषाको जिल्लाको बजेट भन्दा कम बजेट कर्णालीका 10 वटा जिल्लामा हानिन्छ। अनि कर्णालीबाट अन्य सत्ता पक्षका माननीय ज्यूहरू के हामी रमिता हेरेर बस्ने हो? म भन्छु बजेट पास गर्न नदिउँ, एकजुट बनाऊ। यदि यो एकजुट बनेन भने कर्णालीका जनताले भोलि हेर्नेछन्। को सत्ता पक्ष, को प्रतिपक्षको कुरा होइन, कुरा आज विकासको। यसरी विकास गर्न, विकासलाई रोक्न पाइँदैन।